धेरै दुःख बेहोर्यो सर। अनि हाम्रो लोमन्दी र कोअर्डिनेट अफिस आएर अनि त्यो मिस्त्रीहरूलाई नक्सा दिनुभएको छ। अब यति फिट खन्ने, यसरी राख्ने, यतिवटा चाहिँ हाल्ने, यसरी गर्ने भनेर नक्सै घर घर बिसी त्यही अनुसार उनीहरूले काम गरेका छन्। फिल्डको कर्मचारी बहु, अफिसको हाकिम साहब भनौँ, इन्जिनियर साहब बहु बेला बेलामा आएर घुम्नुहुन्छ। अलिकति काम मिस्टेक भयो, 1 अमल 2 अमल भयो भने उहाँहरूले सिकाइहाल्नु भएको छ। धेरै हामीले यो सौदा पाछौँ, तर पाइकन पनि के भनेदेखि तपाईँको मैले सामान ल्याउन सकिनँ। उहाँहरूले 20-30 हजार लाएर मेसिनले त्यो बाटो सफा गरेर पनि फेरि ल्याइदिनु भयो। अहिले चाहिँ म यो लोमन्दीबाट सहायता पाएपछि पहिलाको भन्दा पनि खुसी भएको छु कि, किनभने पक्की भन्यो। पहिला नजानेर पनि त्यस्तो भयो। यो नस किन त भन्दाखेरि पुरानै घरमा नस हाल्दाखेरिमा हालेको लामो काठ नसले त्यहाँ फुटेन सर। मैले पनि अनुभव गरेँ नपढे पनि। अनि त्यो नस नभएको ठाउँ चाहिँ फुट्थ्यो कि। भनेपछि नस हाल भने किन, टाइपिङ गरेर भने किन भने मैले आफसे आफ बुझेँ। बेलामा उहाँहरूले सिकाइदिनु भयो। जस्तो तरकारी पकाएँ, नुन हाल्न बिर्स्यो भन्दा काम भएन। तर नुन पनि सस्तो छ भनेर धेरै हालिदिएर नि भएन। अहिले चाहिँ पक्की भूकम्प रहितको घर चाहिँ अब बन्यो भनेर म ढुक्क छु।